सकेको छ। मलाई धेरै लामो भन्न छैन। तपाई हामी सबैलाई थाहा छ कि नेपालको राजनीतिक पछिल्लो चरणमा हाम्रै एजेन्डा र मुद्दाको वरिपरि चक्कर काटिरहेको छ। पछिल्लो यो संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो ठूलो त्याग समर्पण र बलिदानद्वारा स्थापित भएको व्यवस्था हो। यही व्यवस्थाले 240 वर्षको राजतन्त्रलाई हामीले संग्रहालयमा थन्काएको हो र राजाका वरिपरि घुम्दै गरेका कांग्रेस र एमालेहरूलाई हामीले यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा जनताका छोराछोरीहरू निर्वाचित हुने, जनताका छोराछोरीहरूले शासन गर्ने, जनताका छोराछोरीहरू कार्यकारी प्रमुख हुने यो व्यवस्थासम्म हामीले डोर्याएर ल्याएको हो। त्यसैले यो परिवर्तनको सबभन्दा ठूलो जननी वा आमा भनेको चाहिँ त्यो हाम्रो आन्दोलन हो र हाम्रै पार्टीको वरिपरि पछिल्लो जेनजी विद्रोह पनि घुम्दै घुम्दै चक्कर काट्दै हामीले नै उठाएको एजेन्डा र मुद्दाहरूको वरिपरि आइपुगेको छ। जेनजीले जे एजेन्डा र मुद्दा उठायो, कुनै विषय कुनै बेला कुनै समय हामीले संघर्षको दौरानमा, जनयुद्धको दौरानमा उठाएका एजेन्डा र मुद्दाहरूसँग तपाई अलिकति फर्केर हेर्नुभयो भने तात्विक भिन्नता छैन। हामीले उठाएका एजेन्डा र मुद्दाको वरिपरि नै जेनजी विद्रोह भयो। र किन यो जेनजी विद्रोह भयो? आखिर एजेन्डा र मुद्दा त हामीले नै उठाएका रहेछौं, तर हामीले किन पूरा गर्न सकेनौं भन्ने प्रश्न मैले यसो भन्दै गर्दा तपाईहरुको मनमा सर्र आउँछ। यो स्वाभाविक कुरा हो। हामीलाई जनताले पहिलो संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाएका थिए। कांग्रेस, एमाले, ढुङ्गा माटो सबैले माओवादीलाई भोट हालो भनेर हरेक मान्छेहरूले भन्थे। केपी ओलीका जतिसुकै हुंकारका बावजुद पनि यही क्षेत्रमा भोट माग्न नसकेर केपी ओली एक हप्ता अगाडि भागेर मलाई वाइसेलले, मलाई जनमुक्ति सेनाले चुनावमा भोट माग्न दिएन, गाउँघरमा जान दिएन भनेर यहाँ भोट माग्न नसकेर भागेर काठमाडौँ गएका थिए र यही ठाउँमा हामीले जितेका थियौं र सिंगो देशभरिबाट 120 सीट त माओवादीले प्रत्यक्षमा जितेको थियो। सबभन्दा ठूलो पार्टी होइन, सबभन्दा अल्गो पार्टी माओवादी थियो र त्यसको जगमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र बनेका थियौं। 11 वटा प्रदेशहरू बनेका थियौं हामीले। हाम्रो प्रस्तावमा 13 वटा थियो, तर कांग्रेस र एमाले 11 वटा मान्छौं हामी भनेर कांग्रेस र एमाले 11 वटा मान्न तयार थिए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्छौं हामी, तर चीनको जस्तो हुनु हुँदैन भन्ने थियो उनीहरु। एक दलको हुनु हुँदैन है। प्रजातन्त्र, डेमोक्रेसी भन्छ नि, यसमा स्वतन्त्रता चाहियो। पुँजीवादीहरूले पनि बस्ने, दलालहरूले पनि बस्ने, सामन्तहरूले पनि बस्ने, जमिनदारहरूले पनि बस्ने, चोर डाकाहरूले पनि बस्ने र हामीलाई पनि अलि छुट हुने प्रकारको व्यवस्था चाहियो। त्यसलाई बहुल समाज भनेर भनिन्छ। बहुल समाज भनेको बहु धेरै सोच विचार भएका मान्छेहरू बस्न पाउने व्यवस्था हामीलाई चाहियो। त्यति गर्दिनुस्, तर हामी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख, राष्ट्रपति मान्छौं भनेर उनीहरू भन्न बाध्य थिए। किन उनीहरू सबै कुरा हाम्रो प्रस्तावमा तयार थिए भन्दा संसदमा सबै कांग्रेस र एमाले एक ठाउँमा उभिँदाखेरि पनि उनीहरूको तौल हाम्रो बराबरी हुँदैन थियो। भागुदाको धारले पुग्दैन भने जस्तो हामी त्यति अल्गो र बलियो थियौं। करिब हामी 2/3 नजिकको पार्टी थियौं। त्यसबेला उनीहरू सबै कुरा मान्न तयार थिए र अब यहाँ लगभग चीन जस्तै माओ पनि चीनमा जन्मिएका, अनि माओको नाम लिएर नेपालमा क्रान्ति गरेका, अनि नेपालमा क्रान्ति गरेर 240 वर्षको राजतन्त्र संग्रहालय बनाएका, गणतन्त्र ल्याएका, हिजो हामीले हेपेका, मिचेका, थिचेका, हामीले होच्याएका, हामीले हली चाकड गोठाला राखेका मान्छेहरूको शासन व्यवस्था ल्याए यिनीहरूले। यसै अब हिजो हाम्रा दासहरूबाट हामी शासित हुने भयौं भन्ने त उनीहरूलाई थियो नै, तर अझै त्यो भन्दा धेरै के थियो भने यो हाम्रो लुटको यो सारा कुराहरू अब सकिन्छ भन्ने कुरामा उनीहरूलाई बडा ठूलो त्रास थियो, असाध्यै ठूलो त्रास थियो। त्यसैले उनीहरू सकेसम्म सानो स्वरमा हाम्रा सबै शर्तहरू, प्रस्तावहरू मान्न तयार थिए उनीहरू। तर दुर्भाग्य भन्नुपर्छ,
दुर्भाग्य भन्नुपर्छ, हामीले त्यो प्राप्त गरेको त्यो जनताको जुन अपार माया र विश्वास, उत्पीडित जाति क्षेत्र समुदाय वर्गका मानिसहरूले हामीलाई गरेको भरोसा हाम्रो धेरै लामो समय टिकेन। देशी विदेशी प्रतिक्रियावादीहरू हाम्रा विरुद्धमा लडे, सारा गरे। उस्तै पर्दाखेरि यहाँ पूर्व पिएलए साथीहरू हुनुहुन्छ, झन्डै त्यहाँ पूर्व पिएलए साथीहरूको बीचमा हानाहान मारामार जस्तो भयो। त क्रान्तिकारी कि म क्रान्तिकारी, त गद्दार कि म क्रान्तिकारी, प्रचण्ड गद्दार कि प्रचण्ड क्रान्तिकारी, विप्लव क्रान्तिकारी कि विप्लव गद्दार, बादल गद्दार कि बैले गद्दार, प्रचण्ड गद्दार, को गद्दार। यस्तो घञ्चकर भयो कि त्यहाँ हिजो सँगै लडेका, सँगै बाँडेर खाएका, सँगै सुतेका, एउटा साथी ढल्दाखेरि अर्कोले बन्दुक बोकेका, एउटाको झन्डा ढल्दा अर्कोले उठाएका, यस्ता साथीहरूको बीचमा यो नै मेरो परम शत्रु हो, यसलाई मैले नसकिकन हुँदैन भन्ने प्रकारको यस्तो निषेधात्मक शत्रुता भयो। झन्डै यही फर्स्ट डिभिजनमा हामीलाई थाहा छ, झन्डै मारामारको स्थिति भयो। तलसम्म त्यस्तै भयो। एउटा परिवारका, एउटै पार्टीका, एउटै गाउँका, एउटै ठाउँका, फरक फरक ठाउँमा भयो। त्यसबेला हामीले त्यो लडाइँ लड्यौँ। आज तपाईँ लामो समय पछाडि, 20 वर्ष पछाडि आज हामी यो ठाउँमा छौँ। 20 वर्ष पछाडि यो ठाउँमा हुँदाखेरि को गद्दार समयले प्रमाणित गर्यो, प्रचण्ड गद्दार भनेर समयले प्रमाणित गर्यो। यो प्रचण्डले नेतृत्व गरेको गलत थियो भन्ने प्रमाणित भयो? भएन। अहिले हामीलाई सबै कुरा छ्याङ्ग भयो। प्रचण्डलाई पनि छ्याङ्ग भयो, वैद्यलाई पनि छ्याङ्ग भयो, बाबुरामलाई छ्याङ्ग भयो, बादललाई छ्याङ्ग भयो, विप्लवलाई छ्याङ्ग भयो। होइन रहेछ, हामी त एकअर्काका गद्दार रहेन रहेछौँ। विदेशीहरूले चलखेल गरेर क्रान्तिलाई धोका दिएको त होइन रहेछ भन्ने सबै कुरा हामीलाई अहिले ठ्याक्कै थाहा भयो नि। फिल्मको पर्दा उग्रे जस्तो वा फिल्मको अन्तिममा सबै कुराको रहस्य खुले जस्तो 20 वर्ष पछाडि त सबै कुरा छ्याङ्ग भयो नि। त्यस बेला कसैले जवाफ दिएर हुँदैन थियो को ठिक को बेठिक, कसले सही गर्यो कसले गलत गर्यो। 20 वर्ष अगाडि कसैले जवाफ दिएर हुँदैन थियो। त्यसैले भनिन्छ कतिपय प्रश्नहरूको जवाफ यहाँ मैले उभिएर तपाईँका कतिपय प्रश्नको जवाफ कनी कुथी दिएर हुँदैन। तपाईँले मसँग खोजेर पनि हुँदैन वा अरू कोहीसँग खोजेर पनि हुँदैन। कतिपय प्रश्नहरूको जवाफ समयले दिन्छ। समय पर्खनुपर्छ, तर त्यो पीडादायी हुन्छ, त्यो हामीले नसोचेको हुन्छ र जतिखेर उत्तर आउँछ त्यतिखेर हामीसँग बाँकी पनि केही हुँदैन। त्यसैले भनिन्छ कि समस्याको समाधान भनेको जुन बिन्दुबाट समस्याको जन्म भयो त्यही बिन्दुमा उभिएर समस्याको समाधान खोज्न सकिँदैन। कि तल कि माथि, कि दायाँ कि बायाँ सरेर मात्रै आफू उभिरहेको ठाउँको बारेमा हामीले समीक्षा गर्न सक्छौँ। र मैले यसो भनेर के भनेको हो भने आज हामी त्यो ठाउँमा त्यो एजेन्डा र मुद्दा हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाएको भए आज स्थिर सरकार हुन्थ्यो। 5 वर्षसम्म स्थिर सरकार हुन्थ्यो। प्रत्यक्ष निर्वाचित भनेको स्थिर सरकारको परिकल्पना गरेको हामीले। कांग्रेस र एमाले राजाका वरिपरि 6 महिनामा सरकार बनाउँदै गिराउँदै लडाउँदै गर्दै सांसद किन्दै सारा गर्दै यति फोहोरी संसदीय राजनीति, जसलाई लेनिनले भन्नुभएको जस्तो संसदीय राजनीति भनेको चोरै चोरहरू चुनाव लड्ने हो र एउटा चोरले हारेर अर्को चोरले जित्ने हो। संसदीय राजनीति भनेको डाकै डाकाहरूको चुनाव हो, जहाँ डाकाले चुनाव लड्छ र डाकाले जित्छ, डाकाले नै हार्छ भने जस्तो संसदीय राजनीति त्यति फोहोरी थियो। हामीले त्यो क्रान्तिद्वारा त्यस्तो व्यवस्था संसदीय व्यवस्था भनेको होइन, हामीले सुधारिएको संसदीय व्यवस्था भनेका थियौँ, जो त्यसमा उत्पीडित जाति क्षेत्र वर्ग समुदायका मानिसहरूको प्रतिनिधित्व होस्, न्याय होस्, त्यहाँ महिला होस्, त्यहाँ दलित होस्, त्यहाँ आदिवासी होस्, त्यहाँ सुकुम्बासीको छोरो होस्, त्यहाँ सबै प्रकारका मानिस होस्, जनताका छोराछोरीले शासन गरून्। तर जनताको मन जितेर 5 वर्ष शासन चलाओस्, त्यसले 5 वर्ष शासन चलाओस्, हामीले त्यो व्यवस्था भनेका थियौँ। हुन त अहिले पनि यसलाई सुधारिएको संसदीय व्यवस्था भनिन्छ। संसद बनेको 2 वर्षसम्म अविश्वासको प्रस्ताव राख्न पाइँदैन, तर 2 वर्ष कटिसके पछाडि 5 वर्षको समय अवधिमा उस्तै पर्दा 5 वटा सरकार बन्यो। प्रदेशमा 3टा 4टा 5 वटा मुख्यमन्त्री र प्रदेशका सरकारहरू बने।
अनि एउटा सरकार ढाल्दै अर्को बन्दै, एउटा बन्दै अर्को ढाल्दै गर्दा गर्दै नि बजेट, योजना, कार्यक्रम, जनताको प्राथमिकता, विकास, समृद्धि, सुशासन, स्वास्थ्य, शिक्षा, रोजगार, यी तमाम क्षेत्रहरू त गौण विषय भइहाल्यो। त्यसैले गर्दाखेरि हामीले त्यसबेला संविधान बनाउन पाएको थियौं र पार्टीभित्रको आन्तरिक कलहलाई हामीले रोक्न सकेका थियौं र नेताहरू वस्तुवादी भइदिएका थिए भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति सहितको 11 वटा प्रदेश सहितको आज पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एउटा प्रक्रियामा मुलुक हुन्थ्यो। त्यो प्रक्रियामा भएको भए हामीले त्यसबेला पनि भनेका थियौं 46 पछाडिका सबै सरकारी पदमा बसेका मान्छेहरूको सम्पत्ति छानबिन गर्नुपर्छ भनेका थियौं। त्यसबेला सबैको छानबिन गरिनुपर्छ भनेका थियौं हामीले। तर हामी जतिखेर हाम्रो हातमा बल थियो त्यसबेला त्यो हाम्रो हातको बल हामीले लापा खेल्दा खेल्दै नै झर्यो। जतिखेर कांग्रेस र एमाले कमजोर थिए हामीले जे भने पनि मानेनौं भने यिनीहरूले हामीलाई पड्काएर बजाएर भए पनि तल आउँछन् भन्ने उनीहरुमा डर भए थियो। त्यसबेलामा हामीले बुद्धि पुर्याउन नसक्दाखेरि यो सबै कुराहरू टुङ्ग्यो। दोस्रो संविधान सभामा पुग्दाखेरि त हाम्रो पार्टी नै 3टा 4टा 5वटा भयो अनि हामी 26 सिटमा खुम्चिएर अहिले तेस्रो अवस्थामा पुग्यौं। अनि संसदमा पनि हामी तेस्रो 32 सिटको पार्टी, जम्मा 32 सिटको पार्टी, सबभन्दा ठूलो कांग्रेस अनि एमाले अनि हामी, अनि 32 सिटको पार्टी भनेको हिजोको कांग्रेस र एमालेकै पालो जस्तो भएन। पहिलो संविधान सभामा जसरी कांग्रेस र एमालेको स्वर नपुगेर सानो स्वरमा होइन 13 त होइन 11 सम्म गरौँ न, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भन्नुभयो कि त्यो कुरा ठिकै छ तर बहुल विचार राखौँ न भन्नेहरूको ठाउँमा अहिले हामी पुगेर ल भइहाल्यो, तपाईहरुले जे भने पनि भइहाल्यो, संविधान जारी गरौँ। तर हाम्रो यो कुराहरू चाहिँ हो है, भोलि इतिहासले खोज्ने छ, भोलि समयले सोध्ने छ, भोलि समयले यसको हिसाब गर्ने छ। हामीले भनेको कुरा तपाईहरुलाई गलत लाग्ने छ। समाजले भोलि हामीले भनेको कुरा खोज्दै 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 त्यही बिन्दुमा ल्याउँछ। एउटा भनाइ छ, जहाँबाट बाटो बिराइएको हो बाटो भुलिन्छ, बाटो भुलेर टाढा पुगेर हराइसके पछाडि अर्को बाटो पत्ता लागेन भने एउटा भनाइ छ फेरि फर्केर पहिला जहाँबाट बाटो बिराएको हो त्यही बिन्दुमा फर्केर बाटो सोझ्याउनु पर्छ भने जस्तो 10 वर्ष पछाडि फेरि हामी त्यही बिन्दुमा आयौं नि त। प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भनेनन् कांग्रेस र एमालेले, अहिले मानेका छन् कि छैनन्? राष्ट्रपति प्रधानमन्त्री यो कुरामा चाहिँ अहिले उनीहरुलाई अब यहाँ कांग्रेस र एमालेलाई छलफल गर्न दिने हो भने यहाँ कुटाकुट गर्छन्। ठुलठुलो स्वरमा कांग्रेसले भन्छ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एमालेको आदिले राष्ट्रपति आदिले प्रधानमन्त्री, हामीले राष्ट्रपति, जेनजीको पनि उस्तै पर्यो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने कि प्रधानमन्त्री बनाउने भने त्यो 23 र 24 गतेको विद्रोह सकिसके पछाडि 23 र 24 गतेको जेनजी विद्रोह सकिसके पछाडि सैनिक ब्यारेकमा त्यहाँ साथीहरूले सुनाउनुहुन्थ्यो, रमिता भन्नुहुन्थ्यो जेनजीहरूको बीचमा त त्यहाँ त कबिलाई युद्ध जस्तो लापा परिरहेको थियो भने जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी कि राष्ट्रपति भनेर अहिले बहस गर्ने हो भने जेनजीहरूको बीचमा पनि कुटाकुट मारामार तमासा हुने स्थिति छ आजको दिनमा पनि। त्यसैले हामीले हिजो कमजोर, हाम्रो स्वर कमजोर हुँदाखेरि पनि हामीले जे कुरा भन्यौं त्यो समयले खोज्यो। यो 10 वर्ष संविधान जारी भएको 10 वर्षमा 8 वटा सरकार बन्यो। 10 वर्ष भनेको त 2टा मात्रै सरकार बन्नुपर्ने हो नि। एक पटकको निर्वाचन हुँदा 5 वर्षसम्म चल्छ सरकार। 5 वर्षमा एकपल्ट निर्वाचन हुन्छ। 5 वर्षमा एकपल्ट निर्वाचन हुन्छ। त्यसैले संविधानले भन्छ इतिहासको निर्माता भनेको जनता हो। किन हो? जनता नै इतिहासको निर्माता हो। अरूले चिताए कयौं दिन, जनताले चिताए एकै दिन भने जस्तो 4 वर्ष 11 महिना 29 दिन नेता बलियो, तर जम्मा 1 दिन जनता बलियो। त्यो जनताले जसलाई भोट हाल्छ, जसलाई फाल्न पनि सक्छ, जसलाई ल्याउन पनि सक्छ, व्यवस्था ढाल्न पनि सक्छ, व्यवस्था जन्माउन पनि सक्छ। त्यसैले जनता इतिहासको निर्माता हो भनेर भनेको हो। र त्यो जनताले 2 पटक मात्रै निर्वाचन गर्नुपर्ने हो। तर यहाँ के भयो? यहाँ चाहिँ
8वटा सरकार 10 वर्षमा 8वटा सरकार भयो। प्रदेशको त्यस्तै, सङ्घमा त्यस्तै। 10 वर्षमा सङ्घीय ऐन कानुन नियम शिक्षा केही बनेन। विकास र समृद्धिको जुन अपेक्षा हो त्यो भएन। अनि त्यो नभइसके पछाडि 10 वर्षमा 8वटा सरकार परिवर्तन भइसके पछाडि अनि जनताले फेरि भने, युवा पुस्ताले फेरि भने यो तमाम भ्रष्टाचार, यो तमाम व्यथितिको साक्षी बस्न हामी सक्दैनौँ। यो ओलीको निरङ्कुशता हामीलाई अस्वीकार्य छ। त्यसैले त्यो नयाँ प्रकारको विद्रोह भयो र त्यो विद्रोहले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, भ्रष्टाचारको अन्त्य, सुशासनको सुरुवात र स्थिर राजनीतिक स्थायित्व चाहियो भनेर जनताले फेरि भन्यो। त्यसैले हाम्रै एजेन्डा र मुद्दामा फेरि मुलुक घुमेर आइपुगेको छ र जनताले भनिरहेका छन् कांग्रेस एमाले माओवादीको बीचमा हेर्ने हो भने पछिल्लो चरणमा प्रचण्ड कमरेडले नेतृत्व गरेको 18 महिनाको समयमा भ्रष्टाचारीहरूलाई चाहिँ तह लगाइएको थियो। रेडियो, टिभी, समाचार पत्र, पत्रिका, सामाजिक सञ्जालहरुमा हरेक बुढाबुढी, केटाकेटी, युवाहरूले खोजिरहेका थिए अब यो गिरिबन्धु टी स्टेट काण्डको कहिले फाइल खुल्छ, अब यो अर्को भुटानी शरणार्थीहरूको काण्ड कहिले खुल्छ, अब ठुलठुला भ्रष्टाचारका काण्डहरू कहिले खुल्छ, अब खुल्दैछ भनेर एउटा नयाँ प्रकारको आशा र एउटा नयाँ प्रकारको जागरण मान्छेमा थियो। र त्यो सबै कुरा थाहा छ कि कांग्रेस र एमालेका मान्छेहरू भ्रष्टाचारको काण्डमा मुछिँदैछन्, प्रचण्ड सरकारले पकाड्दैछ भन्ने भए पछाडि त्यो सरकारलाई गिराइयो। किनकि प्रचण्ड त 32 सिटको सरकार, 32 सिटको पार्टी, कि कांग्रेसको कि एमालेको काँधमा चढेर मात्रै अल्गो हुने, छुने, अनि जसको काँधमा चढेको छ, जसको काँधमा बसेको छ त्यसैलाई कुट्ने, त्यसैलाई पड्काउने कुरा सामान्य चुनौतीपूर्ण थिएन। त्यसैले प्रचण्डको सरकार ढाले र नयाँ प्रकारको सरकार बनाएर भ्रष्टाचारी, व्यथिति, यी तमाम प्रकारको कुराहरू अगाडि बढाउँदै जाँदा ओलीको दम्भ, अहंकार र घमण्ड यो तपाई हामी कसैले नजानेको होइन, नबुझेको होइन। यति हो कि अहिले पछिल्लो चरणमा मान्छेले के भन्छन् भने त्यो जेन्जी विद्रोहले उसलाई पड्काएको भए हुन्थ्यो, धन्न चाहिँ यहाँ चाहिँ केही भएन इत्यादि। पड्काएर पनि मान्छे त नसुधिँदो रहेछ। देउवा र देउवाको श्रीमतीलाई जनताले घरमा गएर पड्काएको होइन, सारा गरेको होइन। खोइ सुध्रेनन् त, पार्टी छोडे, नेतृत्व छोडे। ओलीले हुँकार गरेको तपाईँ देख्नुभयो होला नि, सुन्नुभयो होला नि। औषधि खाएर लठिएर बेहोस भएको मान्छेले जस्तो के भयो र 23 गते केही भएको थियो र भनेर मान्छे बेहोसबाट भर्खर बिउदिँदाखेरि म कहाँ के भएछु भने जस्तो गरिरहेछ। म त यसो केटाकेटीले खेद्दाखेरि यसो भागिदिनुपर्छ, ठुलो मान्छे केटाकेटी क्या खुसी रमाउँछन्, त्यसैले म त केटाकेटी यसो खेद्दै आएछन्, के खाएका छन् भनेर यसो भागिदिएको पो त म कहाँ त्यस्तो गरेको हो र भनेर हेर्नु न तपाईँ तर्क। तपाईँ हामी सबैजना यहाँ छौँ, गाउँघरमा पनि यहाँ तपाईँ हामी जति छौँ, रेडियो, टिभी, सामाजिक सञ्जालहरू सबैमा देखेका छौँ, यहाँ दमकको घटनाहरू देखेका छौँ, गाउँमा देखेका छौँ। भन्नुहोस् त 23 र 24 गते तपाईँ हाम्रा छोराछोरी, केटाकेटीदेखि लिएर ढुङ्गा माटो उठेको थिएन। छानी छानी भ्रष्टाचारी, 2 नम्बरी, उल्टा पाल्टा कुरा गर्ने, झुट कुरा गर्ने, बेइमान कुरा गर्नेहरूलाई लखेटेका होइनन्, हानेका होइनन्, ठोकेका होइनन्। कांग्रेस र एमालेका मान्छेहरू हामीहरूले यहाँ फोन गर्दाखेरि फोन उठाउँदैन, फोन स्विच अफ गरेर बसेका। जसले उठायो उसले नि यति सानो मरेको स्याल जस्तो स्वरमा हाम्रो त हालत छ भन्ने स्थितिमा थियो क्या। आउँदैछन् अरे, ठोक्दैछन् अरे, मलाई पनि हान्दैछन् अरे भने जस्तो यस्तो चित्कार थियो। कांग्रेस र एमालेका मान्छेहरूलाई हामीले 23 र 24 गतेको विद्रोहमा पानी छम्केर बियोसबाट उठाएको जस्तो हो। अब अहिले हेर्नु त कुरा के छ, ओलीका तर्कदेखि तलसम्मको तर्क हेर्नु। मान्छेले भन्छन् क्या यिनीहरू खान्छन् के र यस्तो कुरा गर्छन्। त्यसैले कमरेडहरू तलसम्म पुग्दाखेरि पनि ओलीका जुठो कुरो खाएका मान्छेहरू कुनै आधारमा सुध्रिनेवाला छैन। कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा हाले पनि त्यो सिधा हुँदैन, बाङ्गोको बाङ्गै हुन्छ भने जस्तो धेरै मान्छेहरू सुध्रिँदैनन् कांग्रेस र एमालेका। तर जसले समयलाई बुझेको छ, जसले परिवर्तनलाई बुझेको छ, जसले समयको गतिलाई बुझेको छ नि त्यो मान्छे सुध्रिन्छ।
नसुध्रिने मान्छेहरू भनेको कुनै बेला हामीले सुन्छौँ यो पृथ्वीमा मान्छे आउनुभन्दा पहिला अगाडि डाइनोसरहरू थिए। डाइनोसरहरूको मात्रै थियो यो विश्व, मान्छेको उत्पत्ति भइसकेको थिएन। तर डाइनोसरले आफूलाई यो पृथ्वीमा एडजस्ट गर्न नसक्दाखेरि, यो वातावरणमा आफूलाई सङ्घर्ष गर्न नसक्दाखेरि डाइनोसर लोप भयो भने जस्तो समय र परिस्थितिलाई, समयको माग र आवाजलाई बुझ्न नसक्ने जो कोही लोप हुन्छ। राजतन्त्र भनेको सुन न कस्तो थियो, यहाँ कतिपय चाहिँ पञ्चायती व्यवस्थामा लागेका त्यसका चाहिँ सारा तानाबाना हेरेका यहाँ हाम्रा अग्रजहरू हुनुहुन्छ। पञ्चायती व्यवस्था अहिले ढलिहाल्छ, राजतन्त्र सङ्ग्रहालय बनिहाल्छ भन्ने कसैलाई थियो? यो घाम रहन्जेलसम्म, यो जुन रहन्जेलसम्म, यो पृथ्वी रहन्जेलसम्म, यो रात र दिन हुन्जेलसम्म रहन्छ भन्ने जस्तो थिएन। समयलाई आज हेर्नुहोस् त, राजा भन्दाखेरि कसैले म राजा हुँ, राजा थिए यो ठाउँमा भनेर नातानातीलाई सुनाउनु त, नातानातीले के भन्छन्? तँलाई राजा थियो भन्ने थाहा छ भनेर सोध्नु त, नातानातीले के भन्छन्? त्यो त सिरियलमा मात्रै थियो, त्यो त यहाँ हामीले हेर्ने यो चाहिँ त्यो सामाजिक सञ्जालमा मात्रै छ भनेर भनिदिन्छ उनले, केटाकेटीले त्यो भनिदिन्छ। त्यस्तो परिवर्तनको त्यो ठाउँमा पुग्यो। त्यसैले हामीले के कुरा सानो मन पार्नु हुँदैन भने हिजो हाम्रो ठुलो आवाज भएको बेलामा, हामीसँग शक्ति भएको बेलामा हामीले हल गर्न नसकेका कुराहरू अहिले पछिल्लो समयले फेरि खनेर ल्याएको छ। र एउटा भनिन्छ इतिहास भनेको यस्तो मानव सभ्यताको इतिहास जसमा मानव सभ्यताको लागि सही विचार, दृष्टिकोण, धारणा, एजेन्डा र मुद्दाहरू समयको कालखण्डमा चियान खोतलेर पनि ती मुद्दा र एजेन्डाहरू आउँछन्। हामीले जनयुद्धको सुरुवात गर्दा पनि त्यही भनेको, एमाले सुखानी बिर्सियो तर त्यही सुखानीका शहीदहरूको सपना साकार पार्छौँ भनेर हामीले जनयुद्धलाई अगाडि बढाएको हो, घर घरमा पुगेको हो। हामीले अनास्था गरे पनि अरू कसैले हाम्रो आन्दोलनलाई आस्था गर्नेछ, विश्वास गर्नेछ र हामीले उठाएका एजेन्डा र मुद्दाहरूलाई पकडेर जानेछ। त्यो स्थिति र परिस्थिति फेरि बन्दैछ र त्यसको निम्ति अहिले पछिल्लो चरणमा हामीले नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्यौँ। प्रचण्ड कमरेडको नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर हामीहरूले भन्यौँ यो कम्युनिस्ट पार्टी समाजवादको निम्ति नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा उभ्याउन चाहन्छ। एकै ठाउँमा कम्युनिस्ट पार्टीहरू सयौं छन्, सयौं कम्युनिस्ट पार्टीहरू छन्। जसरी चोकमा विभिन्न प्रकारका कपडाका पसलहरू हुन्छन्, तर उही कपडाको पसल पाइन्छ भने जस्तो कपडाकै लुगा पाइन्छ तर पसल चाहिँ फरक फरक भने जस्तो कम्युनिस्ट पार्टीहरू छन्। हामीले के भनेको हो भने कम्युनिस्ट पार्टी हुनु मात्रै ठुलो कुरा होइन, त्यसले विचार बोक्नुपर्छ, त्यसले एजेन्डा बोक्नुपर्छ, त्यसले समाजवादको सपना देख्नुपर्छ र समाजवादको सपना साकार पार्ने उसँग सामर्थ्य हुनुपर्छ। त्यो मात्रै कम्युनिस्ट पार्टी हो, नत्र नाम मात्रै कम्युनिस्ट पार्टी राखेर हुनेवाला छैन। त्यसैले हामीहरूले के भन्यौँ भने कम्युनिस्ट पार्टी भनेको समाजवादी हुन्छ। सबै समाजवादीहरू कम्युनिस्ट हुँदैनन्, तर सबै कम्युनिस्टहरू समाजवादी हुन्छ। हामी समाजवादी हो र एमाले पनि हिजो समाजवाद मान्छु, हामी समाजवादमा जाने हो। हाम्रो मदन भण्डारीले त्यही भन्नुभयो, मनमोहनले त्यही भन्नुभयो, पुष्पलालले त्यही भन्नुभयो। हामी पनि त्यो बाटो